अरू सबै कुरा गर्न हुने आफ्नो इच्छा अनुसार चाहिँ, आफ्नो इच्छा अनुसार सबै गर्न हुने, झुटो बोल्न पनि हुने, कसैको ऋण लिएर नतिर्न पनि हुने, विभिन्न प्रकारको जग्गा प्लटिङ गर्न पनि हुने, अनि देशमा सुशासन चाहियो भनेर प्रभु यो देशलाई कुनै कुनै बेला त प्रार्थना पनि गर्थे, यो देश चाहिँ क्रिस्चियन राज्य बनाइदिनुहोस् भनेर। अनि प्रार्थना त क्रिस्चियन राज्य बनाइदिनुहोस् भनेर गर्यो, तर अब राजनीतिको प्रशासनिक कुराहरू, राजनीतिक कुराहरू, नीति बनाउने कुराहरू, नीति पालना गर्ने कुराहरूमा चाहिँ हातै नहालेर कसरी यो क्रिस्चियन राज्य हुन्छ? त्यसकारण नीति बनाउने ठाउँमा सही प्रकारको शुद्ध विवेक भएको मान्छे पुग्नुपर्छ, शुद्ध विवेक भएको सांसद बन्नुपर्छ, शुद्ध विवेक भएको नेतृत्व पुग्नुपर्छ, अनि उसले नेतृत्व दिन सक्छ। त्यसले गर्दाखेरि संयुक्त नागरिक पार्टी त्यतिकै अहिले आएको होइन। त्यसैले अहिले आएर के भाष्य सिर्जना गरिँदैछ भने फेरि बिहान पनि मलाई एकजनाले यति लामो सोध्नु भएको थियो, एकजना पास्टरले होइन, एउटा भाइले, विश्वासी भाइले, पास्टरले पनि राजनीति गर्न मिल्छ? पास्टर भएर नि राजनीति गर्ने? मैले पनि भन्छु, मिल्न त पास्टरले पनि राजनीति गर्न मिल्दैन, एउटा वकिलले पनि राजनीति गर्न मिल्दैन, शिक्षकले पनि राजनीति गर्न मिल्दैन, डाक्टरले पनि राजनीति गर्न मिल्दैन, किनभने पेसा फरक फरक हो नि त। तर डाक्टरहरूको बीचबाट, वकिलहरूको बीचबाट, पास्टरहरूको बीचबाट, पुजारीहरूको बीचबाट यदि प्रभाव पार्ने, त्यो नीति बनाउने क्षमता राख्ने व्यक्तिहरू खडा हुन्छन् भने तिनीहरू चुनिएर माथि आउन पर्छ र उनीहरूले गर्नै पर्छ। किनभने एउटा पास्टर के हुन्छ? पास्टर भनेको एउटा सदस्य मात्रै होइन, उसले केही मान्छेहरूलाई प्रभाव पारिरहेको हुन्छ, उसले विभिन्न प्रकारको चेतनामूलक आफूलाई जागरण गर्ने तालिमहरू लिएको हुन्छ, सेमिनारमा बसेको हुन्छ, उसको सोच्ने शक्तिहरू वृद्धि हुँदै गएको हुन्छ, उसले समाजलाई चिनेको हुन्छ, अनि त्यो समाजलाई चिनेको मान्छे, अरूभन्दा बढ्ता चेतनशील भएको मान्छे, अरूलाई अगुवाई गर्ने मान्छे, अरूलाई चाहिँ सही बाटोमा हिँड्नुपर्छ भनेर सिकाउने मान्छेले चाहिँ नीति बनाउने ठाउँमा जाने कि त्यो केही पनि नजानेको एउटा सदस्यलाई यो त पास्टर होइन, यो केही होइन, यसलाई चाहिँ राजनीतिमा लगेर सांसद बनाइदियो भने चाहिँ नीति बनाउँछ भनेर लाने? कुन चाहिँ मिल्छ? जान्ने मान्छे चाहियो नि त, जान्ने मान्छेलाई छान्नु पर्यो नि त। डाक्टरको कुरा पनि त्यही हो, पास्टरको कुरा पनि त्यही हो। त्यसैले हामीले त्यसमा विवाद गरेर अल्मल्याउने र आफ्नो मनको ईर्ष्यालाई पोख्ने काम मात्रै गरेर हामीले समस्यालाई अझ लम्ब्याउँदै लाने हो भने हामी समाजले अझै धेरै दुःख पाउने पर्ने परिस्थिति पनि छ।